हामी चाहिँ के भन्छ फेयरवेलको तयारीको लागि यहाँ चाहिँ पर्फर्मेन्सको लागि यो चाहिँ अहिले फेयरवेलको तयारी हुँदैछ अडियन्सहरू हुनुहुन्छ अनि यहाँ डान्सरहरू कति हेर्छु म चाहिँ हामी फेयरवेलको तयारी छ भोलि फेयरवेल हो यहाँ सङ मिक्स हुँदैछ फेरि गर हामी चाहिँ अहिले खाजा खानु आइरहेको छु उसको बर्थडे हेलो सरलाई भने नि तर सरलाई कता लालबन्दी कुन 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 स्कुल सुशीलको बर्थडे चक्लेट सो अहिले चाहिँ हामी यहाँ लुगा लिन आएको छौँ यहाँ चाहिँ सरस्वतीको लागि हामी ड्रेस लिन आएको छौँ तिनवटा त्यो लुगा युज गरिसकेपछि नि खोलेर भुइँतिर नराख्नु यो लुगा होइन तिमीले गुरुङ ड्रेस लगाएर लगाइदेऊ न एकचोटि अहिले त्यहाँ माथि गएपछि सो अहिले हामी चाहिँ यहाँ आएको छौँ खाजा खानु के भन्यो यहाँ यता हो यो लाङ्गाली हल अलि तल सामान अलि तल सुमन अलिकति भित्र लाग्दैन सुजल के आएको के हो यो चना चिउरा प्रोटिन के हो यो चना चिउरा चना आलु चिउरा चाहिँ खाजा हो काम गर्नेहरूलाई डेकोरेसन खतरा गर्छ डेकोरेसन टिमले हाम्रो हेर्नु ल वाउ है कसरी नाच्नु भयो क्या उहाँ त म लिएको छु कुल्लाम भयो हेलो अनि यहाँ चाहिँ हुनुहुन्छ निकिताज्यू कानमा पसेको छैन निकिताज्यूको कानमा पसेको छैन गइरहेको छैन रुन आँटिसकेकी छिन् बेस्ट अफ लक लेन यार अहिले ए त्यो मालातिर मेरो ब्लगमा बिहेमा चाहिँ कुन लाग्यो बिहेमा चाहिँ बिहेको किन्यौ
यो भर्खर अघि किनेर ल्याएको भाडा कति भन्नु भाडामा 1000 रुपैयाँ भन्दा महँगो रहेछ भाडाकै हो सस्तै हो तिमीहरूको त धेरै ल्याएको नि त्यही भएर नाच्यो दरस गम छैन एउटा कुरा ल्याइदिनु राखेर आउन मलाई बताइदिनु ए म हिँड्ने मान्छे तिनीहरू माथि जाँदा भ्लग हुन्छ है कस्तो भ्लग हुन्छ ए ला सरी है यति नै भएन यार सानो हुँदो रहेछ त ढाका नलगाऊ न त ढाका टोपी नलगाऊ त्यस्तो कपालमाथि राखेपछि थोरै हुन्छ र मलाई के गर्नु म त के लेख्छु न फाउन्डेसन छैन गर्नु पर्दैन कोही आउनु आइलाइनर टिका लिनु पर्छ ला टिका मैले राखेँ त्यही अघि नै होला एउटा यहाँ हामी सबै रेडी हुँदैछौँ हेलो भन्नु देखियो तिमीहरू खै आऊ म अलिकति मिलाउँ न यार मेरो भ्लगमा हुने रहेछ भइहाल्यो 5 मिनट लाग्यो ढाका टोपी नाच्यो नाच्यो अरू आएपछि होइन हेरौँ न होइन दिस नट अनियन दिस इज क्यामेरा इट्स ढाका टोपी नलाउँ लगाउँ न कपाल भित्र हाल न सबै त्यो सुमले लगाएको जस्तै मैले हेर न भित्र हालेको सबै भित्र खाँदैछ क्या खै चाहिँ देखाउँदै त हुन्छ हुन्छ म लसमा लबर छ मसँग त्यही भन्दा लबर लबर थिएन मेरो ए लबर पनि माग्नु पर्थ्यो के गर्नु म कपाल फाल्दियो नि बाखा त राम्रो देखिन्छ त प्योर टिपिकल नेपाल देखिरहेछ यो तिमीलाई चाहिँ के इन्डियन नेपाली तिमी इन्डियन नेपाली हो कि इन्डियन नेपाली झापाक नेपाली हो कि नेपाली होइन ऊ बिहारी हो के अरे बिहारी अरे कोही एकचोटि राख न को बोलिरहेको छ को बोलिरहेको होइन प्रदेश नम्बर कतिको मान्छे बोलिरहेको छ 2 नम्बर के मेरो बिला हानेको तिमीले के गर्ने कपाल ओइ मैले मेरो फोन राख्यो हैन तिमीले So it's in her dress. You can see. हामी चाहिँ अहिले के भन्छ मान्छेहरूलाई पर्खिँदैछौँ बिजोक छ बिजोक कति भनिदिउँ कति बजी भनिदिउँ कति बजी आउनुभयो दाईहरू भर्खरै आउनुहुँदैछ अर्कै दाई हो त हाम्रो हाम्रो हाम्रै हो मलाई खेदाउनुहुन्छ होला थाहा भयो भने नमस्ते गर्नु बसौँ न हामी नमस्ते गर्नु अहिले चाहिँ 2 बज्न आइसक्यो हामी 11 बजीदेखि आएको स्टार्टिङ भएको छैन प्रोग्राम के भन्यो सो अहिले चाहिँ हाम्रो फर्स्ट डान्स सकेको छ अनि हामी चाहिँ यहाँनिर दाईहरू फोटो खिच्दै हुनुहुन्छ आइसकेपछि अनि सबैजना मान्छे आफ्नो गफमा हुनुहुन्छ हेलो आयुष हेलो अब आइ भन हाय गाइस के अरे इम्पोर्टेड गेस्ट क्या ओके ओके बोल्दै गर ल फोटोशूट तुसी जा रहे हो सबैजना आफ्नो घुम्न व्यस्त हुनुहुन्छ फोटोशूट त्यसो मेन चाहिँ हजुर हेलो भन्दिनँ नि हेलो As you can see guys, यहाँ हुनुहुन्छ मान्छेहरू त भन्दै
ट्रेन स्टेसन हुँदैछ Oh my god, हाम्रो साथी विशाखा पनि आउनु भएको छ Oh my god, dude. रामदेगो बाँधौँ न ह दाना बाँधौँ खिरहरू खाजा खाँदै हुनुहुन्छ भर्खरै छैन खाने लु म भिडियो गर्छु हामी चाहिँ अब खाजा चाहिँ खाना यहाँ हाम्रो गाइस कसको भ्लगिङ क्यामेरा लु लगाइ जन्तीमा आएको तिमी हो कस्तो जन्तीमा सुन्दरको जन्तीमा बेहुली खोइ बसिरहेछ बेहुलीलाई खुवाउनु पर्दैन नि अन्त बेहुले लगिहाल्छ नि उसले बेहुलाको पुष्पा के हो यो अरे What is this पुष्पा यो के हो वनभोज कार्यक्रम म सबैलाई भ्लग गरिरहन्छु ल यो के होला सब्जी के को सब्जी हो यो त्यो होइन उसले खा भेज खोइ पनिर अन्त पनिर खोइ भएन हाम्रो हाल्दैन लु हाल्दो यहाँ भेजिटेरियनलाई लुगाएर आएर त पनिर जहिले लुगाउँछ नि यार अन्त कस्तो लुगाको है तैँले म यस्तो पनि तिमी भेज होइन के होइन भनेर पनिर सन्तान हाउ आर यु मेरो भ्लगमा आउँछ है सबैजना राम्ररी अलिक मुख छोप्नु पर्दैन त पनिर पनि हाल्दै मलाई मलाई प्रोटिन अलिक कम मलाई 0.6 ओ के भयो ल मेरो स्पेस खाली भएन के त भएर ल मेरो लागि पनि एउटा टिप त प्लेट मेरो लागि पनि प्लेट टिप न बोक्दैन म भ्लग गर्ने किसान र ऊ विद्याको लागि बोक्दिएको नखाने अनि खाऊँ न लु हाल त गाइस ओइ ओइ यहाँ हाल त ओइ यो अफिस मिल भनेर बनाउँछ नि है त्यसरी बनाउँछु ल ओ ओइ हाल्दैको किन राख्नु यो भयो भयो थ्याङ्क यू लु हाल त यो के हो के को तरकारी हो अनि त्यो त मसरुम पनि छ त नि हो होइन र मसरुम पनि छ त होइन थोरै थोरै अलिक धेरै धेरै भिडियो बनाइरहेको छु अबै भएन यो त अलिक हड्डी नहाल न मटी हड्डी खाँदिनँ म ए हाल न यार नजिस्किन अन्त ढिलो हुन्छ क्या यो चन्दन हेरे यो चन्दन हो है चन्दन हाल अन्त नाच्नु पनि भयो मेरो सुरुमै छ नाच्ने मलाई सलाद चाहिँ धेरै देऊ है स्यालेड ओइ इसानलाई उयो है स्यालेड अझै हाल न अझ गाजर पनि गाजर हाल नि गाजर हाल नि गाजर धन्यवाद मिथिले लो पापड हाल गुलियो के छैन सोमेश प्रेसिडेन्ट गुलियो के छैन सोमेश प्रेसिडेन्टको हालत नुनिलो भइसकेको छ तिमी गुलियोको अरूको छ दाइ खानुभयो मेरो भ्लगमा आउँछ है कुरा आऊ भ्लग गर्नु खाउँछौ त्यहाँ हाउस पनिर कस्तो छ कस्तो मासु खाना रिभ्यू गर्नुहोस्
जो आउनुभयो भ्लग बनाउँदा आउनु भएन कस्तो गुलियो खानु मन लाग्यो हौ आइसा थालकोट हुँदैछ के भयो यो कुमार क्यामेरा चलाउन आएन मलाई कति धेरै हालिदियो मलाई थाहा पनि भएन भ्लग गर्ने त फेरि थापेको गरेर यति धेरै हालिदिनु भएको छ जाने हो ऊ जान्छु ल है खाँदै होला ल ओके ऊ दाइको त बिर्सेको पो यहाँ अर्कै दुनियाँ चलिरहेछ खोइ हौ ओ हाई भन कस्तो माया लाग्दो पारेर खाएको मैले त ओए भ्लग गर्दै थाप्दै थिएँ कति धेरै हाल्दैन म थाहा पनि भएन हुन्छ र मैले लुगा चेन्ज गर्छ खाइसकेको छैन मान्छेले डान्सको लागि हो तर डान्स पो कस्तो हुने हो यो चाहिँ हाम्रो अब लुगाहरू जाने हामी ए यो सुमन छ सुमन ला रेडी पनि छ त अमला पनि छ होला मैले ओभर दामी लेखेको थिएँ फाउन्डेसन कसको लागि गुरुङ सेनी के लेख्थ्यो भन त पढ्देऊ न भन न यहाँ सोधै थिएँ अहिले फिल्टर गरेर फिक्स थियो अब खोइ म भएको भए पढिन्थ्यो होला कस्तो राम्रो देखेको अब चाहिँ हामी घर फर्किँदैछौँ सबैजना आएर बाई छैन हालेको एक रुपियाँ कस्तो भयो तपाईँहरूलाई मजाको उहाँको डान्स एकदम बबाल थियो म त लाग्दै छ्या सोच्नुहोस् मन लागेको Bye bro. बाई बाई You back bro. केस नआला मलाई प्लिज आइम सरी म निर्दोष छु मैले केही भनेको छैन आई डिडन्ट बडी से कहाँको बस्ने हो सबैजना स्कुटर बन्द गरेर नाचेर बस्नु तिमी गएर आऊ अब चाहिँ घर जाने सबै कार्यक्रम हाल्छु कि हाल्दिनँ भ्लगमा तर थाहा छैन म पनि बनाउनु पर्यो भर ब्लग हालिदिनु पर्यो नि तर मेरोबाट राम्रै आउँदैन सुमन अस्तिको जस्तो होइन अस्तिको जस्तो होइन नि ब्रो प्लिज बाई बाई एभ्रीबडी थ्याङ्क यू सो मच एकदमै धेरै वेलकम वेलकम राम्ररी घर जानु होला सबैजना बाई बाई meet you next farewell ल ल क्लासमा चाहिँ नभेट्ने हो बाई बाई के खाना तैले सक्छ As a memory. अभी सीधा नपनि चाहिँ बस्नु पाउँदैन बाई बाई म फेरि हाल्छु कि हाल्दिनँ भने क्या ए होइन ल
यस्तो यहाँ दाजु गऱ्यो भने त डिपोर्ट गरेको भए त काम खोज्दै गऱ्यो भने त त्यो कति दिनको थियो कति महिनाको थियो सक्यो अब यही 25 गते जान्छु तपाईँ कहिले आउँ कतिपल्ट आउँ म अमेरिका गएपछि एकचोटि पढ्न फर्स्ट गएको टाइम कि काम गर्न गएको होइन डिबी परेको हो क्या ए सुजलले भनेको डिबी गरेको तपाईँ नै हो भनेको अब प्राइभेट कार प्राइभेट के बोल्छ यो मान्छे